नमस्कार तथा सुस्वागतम। आजको कार्यक्रम साहित्यका कोसेलीहरूमा यहाँहरूलाई हार्दिक स्वागतका शब्दगुच्छ अर्पण गर्दै एउटा सानो विज्ञापन सुनाउन गर्नेहरू कहिल्यै थाक्दैनन् भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको वेदनान्यूज.कमबाट प्रत्येक बेलुकी 8 बजेदेखि 9 बजेसम्म साहित्यका विविध विधाहरूलाई समेटी साहित्य सर्जक फेरि पुनः सुनाउन चाहन्छु। कोसिस गर्नेहरू कहिल्यै थाक्दैनन् भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको वेदनान्यूज.कमबाट प्रत्येक बेलुकी 8 बजेदेखि 9 बजेसम्म साहित्यका विविध विधाहरूलाई समेटी साहित्य सर्जक क्षितिज गढतोलाका साथमा लाइभ कार्यक्रम साहित्यका कोसेलीहरूमा आफ्ना रचनाहरू पठाई वेदनान्यूज.कमको फेसबुक पेजबाट साहित्यिक सहयात्राका लागि हार्दिक अनुरोध गर्दछौँ। रचनाहरू पठाउन वाट्सएप नम्बर 9744 3352 53। फेरि सुन्नुहोस् है, 9744 3352 53मा आफ्ना साहित्यिक लेख रचनाहरू पठाई सहयोग गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ। साथै वेदनान्यूज.कम फेसबुक पेजलाई लाइक, कमेन्ट, सेयर अनि फलो गरिदिनु हुन समेत विनम्र अनुरोध गर्दछौँ। वेदनान्यूज.कम परिवार। यो सूचना सँगसँगै आजको कार्यक्रमको श्री गणेश गर्न चाहन्छु। सम्पूर्ण साहित्यिक मनहरूलाई हार्दिक नमन व्यक्त गर्दै आजको कार्यक्रमको श्री गणेश गर्न चाहन्छु एउटा कविताबाट। एउटा कविता म उठान गर्न चाहन्छु offlinethinker.com-बाट। कविताको शीर्षक छ याद। राहुलले लेख्नु भएको छ। यो अफलाइन थिङ्करमा आएको कविता टोपी अलिकति मिलेन। अफलाइन थिङ्करमा आएको यो पोस्ट भएको यो कविता याद। तिमीले पो बुझ्छौ यो मनको पीडा, तिमीले पो बुझ्छौ यो मनको पीडा, त्यो तिम्रो याद छ नि त्यसले त कहिल्यै बुझेन। तिमीले पो बुझ्छौ त्यो मनको पीडा, त्यो तिम्रो याद छ नि त्यसले त कहिल्यै बुझेन। अलिकति साउन्ड अलिकति ठुलो भयो जस्तो लाग्यो मलाई। फेरि पनि म यही कविता उठान गर्न चाहन्छु। साउन्ड अलिकति यो ब्याकग्राउन्ड म्युजिक अलिकति ठुलो भएको कारणले घटाउँदै थिएँ म। तिमीले पो बुझ्छौ यो मनको पीडा, त्यो तिम्रो याद छ नि त्यसले त कहिल्यै बुझेन। न आउने समय छ न मलाई सताउने सीमा छ, लाचार हुन्छु म त्यसको अगाडि, म र मन दुवैलाई निराश निराश बनाएर जान्छ र फेरि धेरै दिनसम्म कता हराउँछ, आउँछ सताउँछ र फेरि हराउँछ। यस्तै गरी त मलाई त्यो तिम्रो यादले सताउँछ, यस्तै गरी त मलाई त्यो तिम्रो यादले सताउँछ। यो कविता मैले उठान गरेको थिएँ offlinethinker.com-बाट। याद, राहुलले लेख्नु भएको यो कविता। त्यस्तै म अर्को कविता अफलाइन थिङ्करबाटै उठान गर्न चाहन्छु। जिउँदो लास, मुस्कान पाण्डेले लेख्नु भएको यो कविता जिउँदो लास शीर्षकको यो कविता अबको बसाइमा उठान गर्न चाहन्छु। कविता जिउँदो लास। कविता मुस्कान पाण्डेले लेख्नु भएको छ। विनिता नेउपाने भाउजू आउनुभएको छ। डिबी सरलाई स्वागत गरेँ। स्वागत छ डिबी सर। र डिबी सरको पनि बढुवा भयो भन्ने सुनेको छु, हार्दिक बधाई भन्न चाहेँ मैले। हो या होइन कमेन्टमै भनिदिनु होला। टोपी अलिकति मिलेको छैन आज, टोपीले दुःख दिइरहेको छ। शिरका टोपीले दुःख दिनु भनेको साह्रै रमाइलो लाग्छ। ठिकै छ। म जिउँदो लास पोएम बाई मुस्कान पाण्डे। मुस्कान पाण्डेले लेख्नु भएको यो कविता अबको बसाइमा। मैले देखेको छु बुवाले
आफ्नो सपना त्यागेको। मैले देखेको छु बुबाले आफ्नो सपना त्यागेको, परिवारको लागि भनेर आफ्नो दुःखसँग खुसी साटेको, आफ्नो काम र मेहनतसँग साइनो गाँसेको। मैले देखेको छु बुबाको थाकेको अनुहार, कयौं ठक्कर खाँदै अपनाएको त्यो हार। मैले बुवाहरूको आँखा पनि चिन्ताले भरिएको देखेकी छु। मैले बुवाहरूको आँखा पनि चिन्ताले भरिएको देखेकी छु। प्रेमका झिल्काहरूले लाचार बनाएको देखेकी छु। मैले देखेको छु आमाले आफ्नो भोको पेट पटुकीले कसेर पेटभरि पहिले परिवारलाई खुवाएको। जाडोयाममा आफ्नो त्यो आङलाई धोतीको फेरले बेरेर न्यानो पछ्यौरी उनले सबैलाई एउटाको। लोभ अनि लालचलाई त्यागेर आफ्नो घर बसाएको, आफूलाई नै बिर्सिएर अरूलाई सम्हालेको। मैले आमाहरूलाई आफ्नो दुःखको पोका एकान्तमा खोलेको देखेकी छु। मनमा दबिएका भावनाहरू आँखाबाट बगाएको देखेकी छु। मान्छेको मुहारमा दुःखका रेखा भए पनि दिल खोलेर हाँस्दा रेखाहरू पनि मुस्कुराएको देखेकी छु। रुँदा रुँदा मुहारमा झल्किएका रेखाहरू, रुँदा रुँदा मुहारमा झल्किएका रेखाहरू, रुँदा मुर्झाएको र मुस्कुराउन खोज्दा कति दिनदेखि खुम्चिएर बसेको मन जस्तै मान्छेका मुहारहरू पनि खुम्चिएको देखेकी छु। मैले मानिसको जीवनमा सङ्घर्ष देखेकी छु। सङ्घर्ष दुःख र अभावमा पनि रमाएको देखेकी छु। अनि मैले देखेकी छु सबै पाएर पनि केही नपाए जस्तै, केही गुमाए जस्तो, केही हराए जस्तो। मैले खुम्चिएका मनहरूले सुल्झाउन खोजेको उल्झान देखेकी छु। आँखामा सजिएका रङ्गीन सपनाहरू बेरङ्गीन हुँदै गएको पनि देखेकी छु। ओठको कुनामा झुल्किएको मुस्कानसँगै, ओठको कुनामा झुल्किएको मुस्कानसँगै आँसुको धाराले आफ्नोपन कतै बिलाउँदै गएको पनि देखेकी छु। काश मैले मरेको मान्छे फर्केर आएको देखेकी भए। काश मैले मरेको मान्छे फर्केर आएको देखेकी भए। काश कसैले ओठको मुस्कान साँचो माने जस्तै मनको पीडा अनि दुःखको मकान निहाल्न सक्ने भए। केही शब्द नपाएर लाचार भएर स्तब्ध हुँदा कसैले मनमा कुण्ठित भावनाहरू केलाएर बुझिदिए। काश यो एक्लोपनमा कसैले साथ दिए। काश मान्छेको हरेक हार पनि जित भइदिएको भए। काश यो जिन्दगी चाहे जस्तो भइदिएको भए। काश यो काश भन्ने शब्द नै नभइदिएको भए। यो काश शब्दले कहीँ कतै केही आश पैदा गर्ने थिएन। यो काश शब्दले उब्जाएको आशामा जिउँदो लास हुनुपर्ने थिएन। अरे कसलाई सुनाऊ यो नयनले देखेका कथा, कता गएर बिसाउँ यो मनले निहालेका व्यथा। यही नयनले देखेका अनि मनले निहालेका कथा कोर्दा आज म मर्नुभन्दा पहिले नै मरेको छु। मरेका मान्छेहरूको बिचमा आज सायद म आफै एउटा जिउँदो लास बनेको छु। मरेका मान्छेहरूको बिचमा आज सायद म आफै एउटा जिउँदो लास बनेको छु। यो कविता म जिउँदो लास offlinethinker.com बाट साभार गरेको थिएँ। यो अर्को रचना म यही अफलाइन थिङ्करबाट लिएको रचना वाचन गर्नेछु। त्योभन्दा अगाडि मलाई एउटा कविता प्राप्त भएको छ। शुभेच्छा अधिकारी मेरो भान्जी हुनुहुन्छ, उहाँ शुभेच्छा अधिकारी धुलाबारी झापा, हाल धनकुटामा अध्ययनरत शुभेच्छा अधिकारीको यो रचना। मसँग मेरो डायरी छ शीर्षकको यो कविता प्राप्त भएको छ मलाई। शुभेच्छा अधिकारी धुलाबारी झापाको सर्जक को यो रचना म वाचन गर्न जाँदैछु। लाग्छ आज मन भारी छ, लाग्छ आज मन भारी छ, मस्तिष्कले केही त बोझ पक्कै लिएको छ। लाग्छ आज मन भारी छ, मस्तिष्कले केही त बोझ पक्कै लिएको छ। कसले सुनिदिने अनि कसले बुझिदिने,
कसले सुनिदिने अनि कसले बुझिदिने हेर न यहाँ अलग्गै एउटा ओझेल छ अनि त्यही मसँग मेरो डायरी छ हेर न यहाँ अलग्गै एउटा ओझेल छ अनि त्यही मसँग मेरो डायरी छ जसले सङ्गाल्छ मेरा हरेक शब्द बुझाउँछ मलाई मैले नि बुझ्न नसकेका भाव म हाँस्दा मसँगै खुसी मनाइदिन्छ मरुँदा मेरो आँसु पुछिदिन्छ अनि त्यही मसँग मेरो डायरी छ मलाई मेरै महत्त्व बुझाएको छ मलाई मेरै महत्त्व बुझाएको छ हरेक क्षण शब्दमै रमाउन सिकाएको छ ममा आइपर्ने समस्याको समाधान बताएको छ नबोली मेरो कुरा सुनिदिने साथी भएको छ अनि त्यही मसँग मेरो डायरी छ जसको महत्त्व हरेक पलमा हुन्छ जसको महत्त्व हरेक पलमा हुन्छ शब्दको श्रृङ्गारमा अझै निखारता ल्याउँछ लेखाइको हरेक हरफलाई पूर्ण अर्थ दिन्छ क ख का वर्णमालालाई सायद पुरै उपन्यास बनाइदिन्छ हो हजुर अनि त्यही मसँग मेरो डायरी छ क ख का वर्णमालालाई सायद पुरै उपन्यास बनाइदिन्छ हो हजुर अनि त्यही मसँग मेरो डायरी छ अनि त्यही मसँग मेरो डायरी छ शुभेच्छा अधिकारी दुलाबारी झापाबाट पठाउनु भएको यो कविता हाल धनकुटामा बसेर अध्ययनरत सर्जक शुभेच्छा अधिकारीलाई रचनाको लागि हार्दिक आभार व्यक्त गरे मसँग आजको एउटा सुन्दर रचना सुन्दर कविता पनि छ दुलाबारी झापाकै सर्जकको यो रचना म पछि खुलाउने छु कसको भनेर पढिरहँदा वाचन गरिरहँदा सुन्नेहरूले आँसु झार्न सक्नुहुन्छ सुन्नेहरूको मन कुडुलिन सक्छ मन पट्टारिएर आउन सक्छ त्यो रचना सुनिसकेपछि म त्यही रचनालाई अबको बसाइमा उठान गर्न चाहन्छु चन्द्र भण्डारीले लेख्नुभएको कविता म मरेको दिन म मरेको दिन चन्द्र भण्डारी कञ्चनजङ्घा एफएमका प्रबन्धन निर्देशक पत्रकार महासंघ झापाका सभापति एक कवि कुशल कवि चन्द्र भण्डारीले लेख्नुभएको यो कविता म मरेको दिन निकै लामो छ पढ्दै जाँदा मनमा कता कता पीडा बोध पनि हुन्छ त्यो कविता म वाचन गर्न जाँदैछु म मरेको दिन वाचन गर्ने दुस्साहस गरेको छु आज चन्द्र भण्डारीको कविता म मरेको दिन धुलाबारी झापा मेचीनगर नगरपालिका वडा नम्बर 9 निवासी कवि चन्द्र भण्डारीको यो कविता म मरेको दिन म मरेको दिन जन्मेकै दिन जसरी रुप्पीहरू कराइरहलान् म मरेको दिन जन्मेकै दिन जसरी रुप्पीहरू कराइरहलान् छेउको विद्यालयमा नानीहरू गट्टी खेलिरहलान् म मरेको दिन जन्मेकै दिन जसरी छेउको बाँसघारीमा रुप्पीहरू कराइरहलान् अलिकति छुटेछ फेरि दोहोऱ्याउन चाहन्छु म मरेको दिन जन्मेकै दिन जसरी छेउको बाँसघारीमा रुप्पीहरू कराइरहलान् छेउको विद्यालयमा नानीहरू गट्टी खेलिरहलान् रगतको साइनोले बाँधिएर आएकाहरू कोही मुर्छा परेर रोइरहलान् त कोही खुच्चिङ मच्चाएर काखी बजाउलान् टाढा रहेका सन्तान चिप खालेको 2 दिन पछाडि आइपुग्लान् तुलसीको मोठमा सुताएदेखि ब्रह्मनालमा अन्तिम विश्राम लिँदासम्म तुलसीको मोठमा सुताएदेखि ब्रह्मनालमा अन्तिम विश्राम लिँदासम्म अन्तरे चापागाईले फुकेको एकहोरो शङ्खको आवाजले मलाई बिउझाउन कोसिस भइरहला आमाले 20 वर्ष अगाडि काटेर सञ्चित गरेको बातीले दागबत्ती दिँदै जिब्रो डढिरहँदा आमाले 20 वर्ष अगाडि काटेर सञ्चित गरेको बातीले दागबत्ती दिँदै जिब्रो डढिरहँदा कपाल जलेर गनाउन थालेपछि छोरा बुहारीका आँखा सुन्निएर भुक्ती भइरहलान् म मरेका दिन अघिल्ला दिन जसरी नै घाम चड्किरहला म मरेका दिन अघिल्ला दिन जसरी नै घाम चड्किरहला
चिता सल्केपछि मलाई छोडेर भाग्ने बाहेक, चिता सल्केपछि मलाई छोडेर भाग्ने बाहेक घाट नजिकै सियालमा बसेर झोक्राइरहेका केही मलामीहरू मेरो विगत सम्झेर कोही खित्का छोडेर हाँस्दा हुन्, कोही भावुक भएर बोल्न नसक्दा हुन्। नदीका माछा र गडेराहरू नजलेका हड्डी छाला र बोसो चुस्न आतुर भइरहलान्। म मरेको दिन नदीमा खरानी भएर बगिसकेकी मेरी आमाले, म मरेको दिन नदीमा खरानी भएर बगिसकेकी मेरी आमाले खरानी रूपी मेरो स्वरूपलाई देखेर नदीको पानी भन्दा बढी आँसु बगाउलिन्। रामघाटमा विसर्जन भइसक्नु भएका बाले प्रश्न गर्नुहोला, जन्मस्थानको हाल खबर कस्तो छ त कान्छा, कस्तो छ कान्छा भनेर। सबैको खबर सुनाइसकेपछि मलाई समातेर आफ्नो वासस्थानमा लैजानुहोला। म मरेको दिन मेरो गोठमा गाईले बाछो चाटिरहला, म मरेको दिन मेरो गोठमा गाईले बाछो चाटिरहला। आमाले रोपेर हुर्काएको लिचीको बोट हावामा हल्लिरहला। घर छेउमा बाले रोपेका कुटमिराका नामले रुखहरू, हरिया हरिया सुरिला सुपारीका बोटहरू संवेदनशील भएर उभिरहलान्। प्यारी छोरी आरती मेरो पार्थिव शरीर छेउमा बसेर धूप सल्काइरहलिन्। झिँगा धपाइरहलिन्। कुटको पंखाले पारी पाखामा शिवालयको घण्टा बजिरहला सदा झैं। म जन्मने बित्तिकै भाउजूहरूले नुहाइदिएको पँधेराको पानी उसै गरी बगिरहला बागमुखे धाराबाट। बराल बाले रोपेका बरपिपलका पातहरू, बराल बाले रोपेका बरपिपलका पातहरू बिदामा हल्लाइरहने हातहरू झैं हल्लिरहलान् मलाई हेरेर। मेरो प्यारो टिमाई खोलो सुसाइरहला सदा झैं। म मरेका दिन नेपाली भूगोल भन्दा बाहिर अर्थात् सिमाना पारी निवासी मित्रहरू पनि आउलान् मलामी भएर। दार्जिलिङदेखि कलकत्तासम्म, सिक्किमदेखि मिजोरसम्म, थिम्पू चिराङदेखि बर्मासम्म सूचना पुगेपछि आउन नसके पनि स्मृतिका पन्नाहरू पल्टेलान् विगतका। टाढा टाढा हुने तर उपस्थित हुन नसक्नेले भन्लान्, टाढा टाढा हुने तर उपस्थित हुन नसक्नेले भन्लान् रेडियोबाट खोजी खोजी मलामी जाने सूचना प्रसारण गर्थ्यो। उसकै सूचना पनि पो बज्दैछ हौ आज, ए अचम्मनी। सिरो सान्दाइले रेडियो कार्यक्रम समवेदनाबाट न्वारानदेखिकै कैरन कहिरहनुहोला। सिरो सान्दाइले रेडियो कार्यक्रम समवेदनाबाट न्वारानदेखिकै कैरन कहिरहनुहोला। विरहका धुन बजाएर मैले पनि सुनोस् भने झैं गरी भावुक हुँदै कार्यक्रम प्रसारण गर्नुहोला। त्यही रेडियोबाट मेरा असंख्य कार्यक्रमसँगै मेरा शब्द सङ्गीत पनि बजिरहलान्। रेडियोमा संलग्न मेरा सहयात्रीहरू पनि स्तब्ध भएर झोक्राउलान्। मेरो खरानी तरेली परेर सागरमा नपुगुन्जेल, मेरो खरानी तरेली परेर सागरमा नपुगुन्जेल चिप खालेर मलामी घर पुगेपछि पनि ब्रह्मनाल तातिएर तातो बाफ फ्याँकिरहला। घाटबाट फर्केका मलामी मध्ये कतिपय मिठाई खरिद गरेर घर पुग्लान्। कतिले खल्को दिएर सिधे नुन हालेको दाल सब्जी खाएर मलामी हुनुको धर्म निभाउलान् र म प्रति श्रद्धाभाव प्रकट गर्लान्। म मरेको दिन मेरो गाउँका स्कुल कलेजमा छुट्टी हुने छैन। म मरेको दिन मेरो गाउँका स्कुल कलेजमा छुट्टी हुने छैन, हुनु पर्ने पनि होइन। तर स्कुलमा नाच्ने छैनन् मेरा नाति नातिनी अनुपम र भव्यान्सीहरू। नगर प्रदेशमा बिदाको घोषणा हुने छैन। सस्तो छुट्टी दिने प्रथाको म बोल्न सक्थे भने तुलसीको मोठबाटै विरोध गर्ने थिएँ। त्यो माग पनि छैन, किनभने म एक सत्ताहीन आम नागरिक मर्दा बिदाको रत्तीभर अर्थ हुने छैन। मरेका दिन त ती मान्छेको महत्त्व हुन्छ जसले देशप्रति गद्दारी गरेका छन्, शक्ति केन्द्रहरूको आशीर्वाद पाएका छन्।
देशघाती भ्रष्टाचारी र दुराचारीहरूको संज्ञाले जो देशभर डुङडुङती गनाएका छन् तिनको सम्झनामा राष्ट्रिय झण्डा समेतले झुक्नु पर्नेछ। मेची महाकाली छुट्टी हुनेछ। म मरेका दिन सबैभन्दा बढी मेरी लीना रुने छिन्। म मरेका दिन सबैभन्दा बढी मेरी लीना रुने छिन्। चितामा सुतिरहँदासम्म उनलाई हेरिरहनेछु। म नरुनु भनेर सम्झाउने अवस्थामा म हुने छुइनँ। भक्कानिएर रुँदै चिच्याउँदै बिलौना गर्दै विवाहमा पहिरिएको रातो सिन्दुर र गलाको पोते अनि हातका चुरा सबै फुकालेर मेरो छातीमा चढाउने छिन्। ग्रहण गर्न त म सक्ने छुइनँ, तर पनि मलाई जिम्मा दिने छिन्। बिदा भएँ ल बाबा भनेर भन्न सक्ने अवस्थामा म हुने छुइनँ। म देखिरहेको हुनेछु तर बोल्न सक्ने छुइनँ। सकौँला उनी मेरो फुङ्ग उडेको अनुहार सुमसुम्याउँदै मेरो पार्थिव शरीरलाई अन्तिम पटक स्पर्श गर्नेछिन्। पानी भित्र लरबरिँदै राज्य प्रकाशहरूको सहारामा अन्तिम पल्ट हेर्नेछिन्। चलन हो, परम्परा हो। मलाई अन्तिम पल्ट दाउरा पन्छाएर ढोग्नेछिन्। ढोग्दा उनका नुनिला तातो आँसु मेरा खुट्टामा रसाएपछि पुरोहितले घिउ तेलमा मुसेको प्रेत नाम पिण्ड अर्पण गर्नुका खातिर मेरो दाहिने हातको मुट्ठी खोल्नेछन् र मलाई अन्तिम बिदाई गर्नेछन्। म हाँसी हाँसी चिताको धुवाँ भएर हावाको बेगमा संसारभर फैलिरहनेछु। मर्दा मर्दै जल्दा जल्दै भनिरहनेछु, मेरो देश कहिल्यै नमरोस्, मेरो संस्कृति अमर रहोस्। चराचुरुङ्गीले उडान भर्ने पवित्र आकाशमा शक्ति राष्ट्रका युद्धक विमानहरू नउडुन्। अमिलो पिरो धुवाँ फ्याँक्दै नखसालिउन् बम बारुद रकेट र मिसाइलहरू। र विधर्मीहरूको प्रकोप र प्रपञ्चमा परेर नकुल्चियोस् मेरो देशका जाति, भाषा, कला र साधना। सुगा र मैनाले पनि धुरीमाथि चढेर आमा आमा भनेर कराउन पाइरहन्। मलाई माया गर्ने मेरा छिमेकीहरूले मेरो घर दलानमा आएर जीवन गीत गाइरहन्। यद्यपि 125 वर्षसम्म बाँच्ने अभ्यास गर्दैछु म। सक्रिय साधनामा रमाउने जीवनको खोजी गर्दैछु म। यद्यपि 125 वर्षसम्म बाँच्ने अभ्यास गर्दैछु म। सक्रिय साधनामा रमाउने जीवनको खोजी गर्दैछु म। मेचीनगर नगरपालिका वडा नम्बर 9 धुलाबारी झापाका कवि आदरणीय चन्द्र भण्डारीले लेख्नुभएको यो कविता म मरेको दिन। साँच्चै नै मन भारी भएको छ यो पढ्दै गर्दा। साँच्चै नै सुन्दर कविता। म मरेको दिन चन्द्र भण्डारीको यो कविता साँच्चै नै सुन्दर कविता। अर्को कविता बालाई चिट्ठी शीर्षकको कविता अफलाइन थिङ्कर.com बाट साभार गरिएको यो कविता। धेरैजना आउनुभएको छ। विमला खत्री, माधव गौतम महादामी भन्नुभएको छ। हार्दिक स्वागतका शब्दगुच्छ अर्पण गरेँ यता वेदना न्युजबाट अर्जुन सरले हेरिरहनु भएको छ। मैले आग्रह गरेँ सम्पूर्ण मेरा आदरणीय फेसबुकका मित्रहरू, फलोअरहरू र वेदना न्युज र म क्षितिज गर्तौलालाई माया गर्ने र साहित्यलाई माया गर्ने साहित्य प्रेमीहरूमा आग्रह गर्न चाहे यहाँहरूका रचनाहरू मेरो वाट्सएप नम्बर 9744335253 मा पठाएर कार्यक्रमलाई अगाडि बढाउन तन मनबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बाबालाई चिट्ठी अर्को कविता अफलाइन थिङ्कर.com बाट मैले उठान गर्न चाहे। बाबालाई चिट्ठी।
बाबालाई चिठी अलिकति यो वाचन गरेँ मैले। अर्को कविता प्राप्त गरिसकेको छु व्हाट्सएपमा। म यो बाबालाई चिठी पछाडिको कविता वाचन गर्नेछु। यो वर्षदेखि बा तिम्रो 88 लाग्यो है। तिम्रा ती गरौँ खाँड मलिन भयो है। तिम्रा ती हत्केलाहरूमा चिरा पर्यो है। तिम्रा ती बहादुरी गालाहरू चाउरियो है। तिम्रा ती नयनहरू अनि तिम्रा ती पाउहरूको चाल खस्किए पनि बा तिम्रा ती ओष्ठी शब्दहरू अझै ताजै छन्। सानो छँदा हात समायौ तिमीले अनि जब म वयस्क भएँ जिम्मेवारी थमायौ तिमीले। तिम्रा ती गरौँ शब्दहरूको इन्कार गर्दिन म, कारण ती त मेरा पथ प्रदर्शक भएका छन्। तिम्रा ती चम्किला मुहारलाई बिर्सिदिन म, कारण ती त मेरो जिउने आधार बनेका छन्। निराशामा जिउने आश बनेका छन्। हो मलाई थाहा छ म निर्बल छु। हो मलाई थाहा छ म निर्बल छु। यो राजधानीको कोलाहल बीच एक्लिएको छु। अपरिचितहरू सामु आफ्नो पहिचान खोज्न बिसिएको छु। तर संकोच नमान्नु है बा। यो नै भिडबाट तपाईको शिर उठाउने अनि यिनै अपरिचितहरू सामु परिचित गराउने प्रयत्न गर्दैछु। खिन्न त लाग्ला बाबा, कारण म तपाईदेखि टाढिएको छु। बुढेसकालमा सहारा दिन छोडेर परदेशिएको छु। तर बाबा चिन्तित नहुनुहोस्, म एक दिन अवश्य फर्केर आउनेछु। कारण मलाई तपाईको शरीरमा टालिएको त्यो पुरानो गेला पनि त फेर्नु छ। कारण मलाई तपाईको शरीरमा टालिएको त्यो पुरानो गेला पनि त फेर्नु छ। आमाको त्यो चिरा भएर सिलाइएको चोलाको तुना पनि त रङ्गाउनु छ। बहिनीले पनि त्यही पोहोर दशैंमा कान्छा मामाले ल्याइदिनु भएको गुन्युनै लाइरा होलिन् है बाबा। उनलाई पनि त एकजोड नयाँ लुगा लाउने इच्छा होला नि है। म सबै आकांक्षाहरूको संसारलाई नयाँ रूप दिन फर्किआउनेछु। अस्ति बिहान पल्ला घरे कृष्ण झ्यालखानामा पर्यो अरे। अस्ति बिहान पल्ला घरे कृष्ण झ्यालखानामा पर्यो अरे। त्यो माइलाको छोरो हरि लागु औषधमा समातियो रे। रामे श्यामे त सुन तस्करीमा समातियो रे। जस्ता समाचारहरूदेखि नातिनु है बाबा। कारण तपाईका पुत्रका हत्केला अनि नयनहरू तपाईको मार्गदर्शनले अभिप्रेरित छन्। मानवतावादी सोचले ग्रस्त छन्। बधुराम काकालाई एउटा पत्र थमाइदिएको छु, जहाँ तपाईँ मेरो सन्चो बिसन्चोका खबरहरू मात्र पाउनुहुनेछ। साँच्ची आमालाई पनि ढोक प्रणाम छ भनिदिनु है। बिचरा उनी मेरो बाटो हेर्दै बस्ती हुन्। मिठो मसिना हातमा पर्ना साथ मलाई सम्झिँदो हुन्। हरेक दिनको दुर्घटनाका समाचारहरूदेखि तर्सिँदो हुन्। उनलाई ढुक्क हुनुहोस् भनिदिनुहोस् है बा। समाजको नवीकरणको गरौँ भारी बोकिरहेको म समाज परिवर्तनका वकालतहरूलाई लिई तपाईहरू सामु अवश्य उपस्थित हुनेछु। समाज परिवर्तनका वकालतहरूलाई लिई तपाईहरू सामु अवश्य उपस्थित हुनेछु। सुमन घलेले लेख्नु भएको यो अफलाइन थिङ्कर.com मा प्रकाशित यो कविता उठान गरेको थिएँ मैले। अर्को कविता प्राप्त भएको छ काठमाडौँ भक्तपुरबाट। भक्तपुरमा बसोबास गर्नुहुने उदयपुर नेपाल 4 का सर्जक डुण्डीराज दाहालको यो कविता। अनर्थ भित्रको अर्थ। बिहान उठ्यो, हातमुख धोयो, नित्य कर्म सक्यो, खाना खायो, काममा गयो, दिनभरिको कार्यव्यस्तता बेलुका घरमा पुग्यो, टेलिभिजन हेर्यो, यताउताका गफगाफ गर्यो, खाना खायो, लम्पसार परेर सुत्यो। निन्द्रा लागेन भने मात्र थाहा हुन्छ त्यसपछि के हुन्छ। बिहान उठ्ने, दिनमा काममा जाने, बेलुका सुत्ने, फेरि बिहान उठ्ने, दिनमा काममा जाने, बेलुका सुत्ने। बालापन, जवानी, बुढ्यौली, जन्म, जीवन, मृत्यु। उठ्ने, काम गर्ने, सुत्ने, उठ्ने, काम गर्ने, सुत्ने, उठ्ने, काम गर्ने। बालापन, जवानी, बुढ्यौली, बालापन, जवानी, बुढ्यौली, बालापन, जवानी।
जन्म जीवन मृत्यु जन्म जीवन मृत्यु जन्म जीवन। कथा सुत्नेको लेखिँदैन, कथा सुत्नेको लेखिँदैन। भलै सुत्नु नै एकमात्र सत्य किन नहोस्। कृष्ण सिसेफस र अर्जुन सुतेको कथा कसैले लेखेको छ र? नलेखेर नै के भयो, नलेखेर नै के भयो र? आजसम्म नसुतेको कोही छ र? यो अनर्थभित्रको अर्थ। ढुण्डेराज दाहाल, उदयपुर नेपाल 4 का सर्जक, हाल भक्तपुर निवासी र काठमाडौँमा आफ्नो कर्मक्षेत्र बनाएर बसिरहनु भएको सर्जक। हार्दिक आभार व्यक्त गरे आदरणीय बिनाजु ढुण्डेराज दाहाललाई यो सुन्दर कविताको लागि। अर्को कविता उठान गर्न चाहन्छु। म मेरो म अनि अरूको त, म मेरो म अनि अरूको त। सुलोचना अधिकारीले अफलाइन थिङ्करमा प्रकाशित भएको सुलोचना अधिकारीको यो कविता। म अनि म भित्र लुकेको मेरो परिचय, म अनि म भित्र लुकेको मेरो परिचय कस्तो भएछ। धेरै आँखा देखिने फरक फरक चेहरा, धेरै आँखा देखिने फरक फरक चेहरा, हरेक चेहरामा मेरो छुट्टै स्वरूप। तर मैले चाहिँ सधैँ बोकेको त्यही म। तर पनि केही नभई केरिदिन्छन् आफै अनेकौं तका कहानीहरू। नाम मेरो एउटै हुन्छ तर बुझ्ने चाहिँ फरक फरक हेराइ। बल्ल बुझ्दैछु म भित्र आखिर कति त बनाइएछ। हरेकले उठाउने प्रश्नको लागि मेरो एउटा छुट्टै तवाला जवाफ पो रहेछ। विवेकका पानामा छरिएका रहेछन् मेरा धेरै थरी त रूपी गुलालहरू। फरक फरक पारामा बुनिएका रहेछन् मेरो व्यवहारको अस्तित्वहरू। तर म त्यही म नै हुँ जुन मलाई थाहा छ, जुन सायद मैले मात्र चिनेको छु। साँच्चै एउटा प्रश्न चाहिँ सोध्न मन लाग्छ मलाई, ती म रूपी तहरूमा खोइ कसरी मलाई पायो। नजरको धोका सोचको दागलाई कसरी स्वीकार्यो। म त यही म सँगै छु जस्तो लाग्छ। यही म नै हुँ, म हुँ जस्तो लाग्छ। किन यही म नै म हुँ जस्तो लाग्छ कि मलाई थाहा छैन त्यो म हराएको। यही म नै म हुँ जस्तो लाग्छ कि मलाई थाहा छैन त्यो म हराएको। मेरोमा मेरो म अनि अरूको त। अरूले त भन्छन्, आफूले म भन्छौँ। वत्सराज ढुण्डेराज दाहाल बिनाजु आउनुभएको छ। नेत्रवान्तवादाय आउनुभएको छ। हेमप्रकाश नेम्माङ सूर्योदय नगरपालिकाका लेखा अधिकृत सर हेमप्रकाश सरलाई पनि हार्दिक स्वागत गरे। नेत्रवान्तवा ढुण्डेराज दाहाल वत्सराजलाई पनि हार्दिक स्वागत गरे। मैले अर्को मलाई प्राप्त भएको छ टिङ्कु भट्टराई निर्झरीले पठाउनु भएको मुक्तक। बादलीको घुम्टो भित्रै लुक्न मन छ भने, बादलको घुम्टो भित्रै लुक्न मन छ भने, इलामको सौन्दर्यमा फुक्न मन छ भने, सम्झे नजिक बिर्से टाढा, सम्झे नजिक बिर्से टाढा भनेकै हो मैले। कन्यामको चियाबारीमा ढुक्न मन छ भने, बादलको घुम्टो भित्रै लुक्न मन छ भने, इलामको सौन्दर्यमा फुक्न मन छ भने, सम्झे नजिक बिर्से टाढा भनेकै हो मैले। कन्यामको चियाबारीमा ढुक्न मन छ भने, कन्यामको चियाबारीमा ढुक्न मन छ भने। साँच्चै नै कन्यामको 4 लाइनमै एकदमै मनलाई छुने एकदमै सुन्दर मुक्तक। टिङ्कु भट्टराई निर्झरी, सूर्योदय नगरपालिका वडा नम्बर 13 का सर्जक टिङ्कु भट्टराई निर्झरी हो यो मुक्तक। साँच्चै नै सुन्दर मुक्तक। vedananews.com र vedananews.com र क्षितिज घटतौला फेसबुकबाट एकैसाथ
आइरहेको यो कविताका कोसेलीहरू आइरहेको छ। कविताका कोसेलीहरू पस्किरहेको छु म आजको कार्यक्रम साहित्यका कोसेलीहरूमा। कविताहरू कस्तो लाग्दैछ, कार्यक्रम कस्तो हुँदैछ, कसरी अगाडि बढ्न सकिन्छ, अझै यसलाई विस्तृत रूपमा कसरी लान सकिन्छ, यहाँहरूले पनि प्रतिक्रिया दिनुहोला भन्ने म आशा गर्दै, यहाँको प्रतिक्रियाको आशा र अपेक्षा गर्दै अबको बसाइमा अर्को कविता उसले छाडेर गएको किताब, सजिरा श्रेष्ठले लेख्नुभएको उसले छाडेर गएको किताब। उसले एक दिन आएर मेरो हातमा एउटा किताब थमायो। उसले एक दिन आएर मेरो हातमा एउटा किताब थमायो। मुसुक्क हाँस्दै पढ्नु है भनेर गयो। त्यो गुलाबी गाथा भएको किताब पहिलो पानामा लेखिएको थियो मेरी प्यारी उनीको सम्झनामा। किताबको पहिलो अंशमा थिए कविताहरू, सबै उसको प्यारी उनीको बारे लेखिएको थियो। उनको चम्किलो मुहार, उनको मधुरो हाँसो, उनको गाजलो आँखा र उनको गाउने भाकाहरूको बयानले भरिएको। किताबको दोस्रो अंशमा थिए निबन्धहरू, यो पनि सबै उनकै नामको। उनी खुसी हुँदा गर्ने हरकतदेखि दुखी हुँदा आँसु झार्दै खाना खाने बानीसम्म, रिसाउँदा आँखा तर्दै हेर्नेदेखि उनको मनपर्ने गीत आउँदाको उत्साहसम्म सबैको व्याख्यात्मक टिप्पणीले भरिएको। तेस्रो अंशमा समेटिएका थिए कथाहरू। यिनमा पनि थिए उनकै गाथाहरू, तर कथाहरूमा भने पात्र थिए दुई, उनी र ऊ, जसमा कल्पना गरिएको थियो रोमाञ्चक यात्राहरूको एकअर्काको साथ। किताबको अन्तिम पाना पल्टाउँदै गर्दा मनमा अनेक भावनाहरू खेल्न थाले। कति रमाइलो हुन्थ्यो यदि उसले यो किताब उसको उनीलाई दिन सकेको भए, वा परिस्थिति बेग्लै हुन्थ्यो मैले आफ्नो भावना ऊ समक्ष राख्न सकेको भए। उसले दिएको किताब, उसले छाडेर गएको किताब, सजिरा श्रेष्ठले लेख्नुभएको यो कविता। अर्को कविता सुमन भट्टराईले लेख्नुभएको कविता पाउन उठान गर्न चाहन्छु अबको बसाइमा। तिमी नआइकनै, तिमीलाई नभनिकनै रित्तो कोठा जस्तो मेरो मनमा तिम्रा यादहरू बसाई सर्न आएका छन्। तिमी नआइकनै, तिमीलाई नभनिकनै रित्तो कोठा जस्तो मेरो मनमा तिम्रा यादहरू बसाई सर्न आएका छन्। बाँसुरी र सारङ्गीको धुनले, बादलमा ढाकिएको जुनले, चरीहरूको चिरबिर र झ्याउकिरीको किरबिरले डोर्याउँदै ल्याएका ती फरार यादहरू फेरि आफ्नै घर फर्किएछन्। जसरी बगैँचाको फुल मालीको नभएर डालीको हो, जसरी बगैँचाको फुल मालीको नभएर डालीको हो, त्यसै गरी तिम्रा यादहरू पनि तिम्रै हुन्। अत्यास लाग्दा भनिदिनु, आएकै बाटो पठाइदिनेछु पाहुना यादहरू, जसले कतै बाटैमा छुटेको तिमी बोकेर आउनेछ तिमीमा, जसले कतै बाटैमा छुटेको तिमी बोकेर आउनेछ तिमीमा। सुमन भट्टराईले लेख्नुभएको यो कविता पाहुना मैले वाचन गरेको थिएँ अहिलेको बसाइमा। अर्को सौजन ढकालले लेख्नुभएको कविता। मैले कविताहरू आज उठान गरिरहेको छु offlinethinker.com-बाट। सडक बालक शीर्षकको कविता। म हुँ बिन्ती मलाई मेरो नाम नसोध, बिन्ती मलाई मेरो नाम नसोध, म लुक्न खोजेको होइन मलाई गलत नसोच। मेरा आँखा दागहरूको रहस्य नखोज, तिम्रा खाली पाना भर्न मेरो कथा नरोज। बिन्ती मलाई मेरो नाम नसोध। टाढैबाट चिल्ले शिकार ताके जस्तो, टाढैबाट चिल्ले शिकार ताके जस्तो, स्यालहरूले सिनो साँचे जस्तो, यी मान्छेका आँखा अनि ती आँखाभित्र लुकेका आँखी झ्याल प्रष्ट देखिन्छन्। गिद्धहरूले भरिएको यो आकाशमा
पङ्ख फिजाएर उड्न सक्ने सानो गौँथलीमा मेरो आफ्नै गुण पनि छैन, मलाई बादलु छुनु छैन। त्यो उचाइसम्म पुग्ने मेरो हैसियत छैन। जब आँखा खोल्छु वरिपरि सिनो गनाउँछ, छेउछाउमा कुकुरहरू कराउँछन्। सडकको पेटीबाट मलाई लात्तीले हान्दै परभाग भन्दै हराउँछ। मनमा नै थर्काउँछ तर मुख बोल्न डराउँछ। मेरो परिचय त्यहीँनिर हराउँछ। ती सुकिला मुकिला अनुहारमा मखौटा लगाएका 10 थरी पहिरनले सजाएका निर्जीव पुतला बजारको चोकचोकमा डेरा जमाएर बसेका छन्। ती चम्किला सिसाले मेरो वस्त्र छर्लङ्ग ऐनामा उतार्दा म आधा शरीर नाङ्गो छु, खुट्टा खाली छन्, पैताला फाटेका छन्, मन रेत्तो छ। त्यो प्रष्ट हो, यो समाज भ्रष्ट छ। फालेको फोहोरभित्र मेरा 2 छाक खोज्छु। पसल अगाडि उभिएर मनपर्ने खेलाउना म पनि रोज्छु। अहिले त सानै छु, पाखुरामा मासु लागेको दिन म पनि आफ्नो घर आफै खोज्छु भन्दै मनमा नै सोध्छु। मलाई जन्म दिने मेरा बाआमा कहाँ गएर खोजौँ? तर सबैले भन्छन् म धरतीको बोझ हुँ, त्यसैले म हुँ बिन्ती मलाई मेरो नाम नसोध। म हराएको यात्री, सायद नहराएको भए यी सडकहरूले मेरो ठेगाना सोध्दै हाँगा फिजाएर मलाई एकपछि अर्को बाटो देखाउँदैन थिए होला। समुद्र खोज्दै बग्छ खोला पनि, म त बोटमै सुकेर झरेको पात्रै छु। हावाले जता बगाउँछ म त्यतै बहन्छु। म खाते होइन, मैले मेरो बाध्यताको लागि आफ्नो चाहनाहरू साटेको छैन। यी पैतालाहरू यतिकै फाटेका होइनन्। मेरा सपनाका डोरी आफै छुट्टिएका हुन्, मैले आफै काटेको होइन। असारमा पानीले कुट्छन्, माघमा चिसो सिरेटोले चुड्छन्, अनि गर्मीमा पसिनाले आँसु पुस्छन्। छहारी खोज्दै कुद्छु म जब आकाशमा बादल फुट्छन्। म भागै देखेर मलाई माग तँलाई जे माग्नु छ भन्दै प्राय रात आकाशमा तारा टुट्छन्। मलाई कसैको आफन्त बन्नु छैन, मलाई मेरो विगत खन्नु पनि छैन। न मलाई भविष्यको कर छ, न मलाई आफ्नै भर छ। हात फिजाएर नजिक जाँदा मलाई मेरो नाम सोध्छन्, मेरो इज्जतमा औँला उठाउँदै मेरो परिचय खोज्छन्। मेरो कर्मलाई दोस्छन्, थाहा छैन मलाई यिनीहरू मलाई के सोध्छन्। तर म हुँ बिन्ती मलाई मेरो नाम नसोध। बिसौनीमा बसी आउने जाने हरेक यात्रुको मुहार हेर्ने गर्छु, हरेकको आँखा पढ्ने कोसिस गर्छु। मौसम बदलिन्छ, म पनि एक ठाउँबाट अर्को ठाउँ सर्छु। कलिलो छु तर यो बुझ्छु कि पैसा भए रहर पनि आफ्नो, सहर पनि आफ्नो, नत्र यहाँ को साथी अनि को आफ्नो। यो बनावटी संसारमा, मायाजालको भन्सारमा दैव पनि शान्त छन्। मैले नखोजेको होइन बोल्न, मनका व्यथा खोल्न। मन्दिरको अगाडि घुँडा टेकेर म कतिपल्ट रोइन, शिर झुकाएर मान्छेको खुट्टा कतिपल्ट छुइन। तर कसैले आश्वासनसम्म पनि दिएनन्, कसैले पनि मेरो कुरा मनमा लिएनन्। त्यसैले सुन चरी, तिमी उडीमाथि गई भनिदेऊ तिम्रो अदृश्य दैवलाई, तिम्रो एउटा रचना तिमीले रचेको संसारमा एक्लै डुब्न लाग्यो है। हो, देख्ने आँखा पाएको छु, लेख्ने हात पाएको छु, कति ठाउँ पुवाल होलान् तर इज्जत ढाक्ने कपडा मैले पनि लाएको छु। मिठो नमिठो, सडेको डढेको जस्तो होस् कमसे कम खाएको छु। कति अनजान ठाउँ म हिँडेरै गएको छु। हो, यसमा खुसी छु कि जस्तो होस् आखिर जिन्दगी त पाएको छु। मैले टेकेको धरातलले कहिले मसँग मेरो परिचय मागेन, मैले टेकेको धरातलले कहिले मसँग मेरो परिचय मागेन। यो बहने हावाले कहिले मलाई अरूसँग दाँजेन, घामले एउटै राप दियो, मेरो अस्तित्वमा कहिल्यै बाधा हालेन। समयसँग मौसम बदलियो तर मलाई पनि अरू जस्तै बदलिनु पर्छ भनेर इसारा मागेन। एउटै प्रश्न छ मेरो, आखिर यो समाजले मलाई किन स्वीकारेन? हो, कमजोर छु किनकि म एक्लै छु। म एक्लै भएको देखेर संसार हाँसेको म देख्दैछु। कसले मेरो चरित्रमा प्रश्न गर्यो र कसले मेरो हैसियतमा? म भित्रका सबै कुरा लेख्दैछु।
मेरो पनि दिन आउँछ भन्दै चिसिएको मुटु धैर्यताको रापले सेक्दैछु। औँला उठाउने हातहरूलाई म परैबाट सेक्दैछु। म यस्तै छु, जस्तो छ समाज म त्यस्तै छु। खोज्दैछु मेरो नामको अर्थ यो जात र धर्मले बेरिएको संसारमा। सायद मेरो परिचय व्यर्थ होला। न धेरै सम्पत्ति कमाउनु छ, न कमाउनु छ नाम मलाई। आँखामा आँखा जुदाएर हेर्न सकौँ यति भए पुग्छ मलाई। हेपेर बोल्ने समाज अनि औकातको आड दिने तँलाई होसमा ल्याए एक दिन भन्नु छ, मेरो नाम किन चाहियो तँलाई, मेरो नाम किन चाहियो तँलाई। सडक बालक शीर्षकको यो कविता लेख्नु भएको थियो सौजन ढकालले। यो कवितापछि म उठान गर्न चाहन्छु अर्को कविता। अफलाइन थिङ्करबाट। यहाँहरूको पनि केही रचनाहरू भए पठाउन सक्नुहुन्छ। व्हाट्सएप नम्बर 9744335253 म यहाँ कविता हेर्दैछु, खोज्दैछु। 8:47 गइसकेको छ। अर्को एउटा मृत्यु त भयो शीर्षकको कविता उठान गर्न चाहन्छु। विजय संग्रौलाले लेख्नु भएको अफलाइन थिङ्करमा प्रकाशित कविता मृत्यु त भयो। मृत्यु त भयो तर म छु, मृत्यु त भयो तर म छु। के मर्यो ममा त्यही खोज्दैछु। केही बन्ने मन त्यो मरेछ, शिखर चढ्ने अहम त्यो झरेछ। के न थाहा छ भन्दै डुक्रिने यो बुद्धि, हृदयको गहिराईमा खस्दा हराएछ सुद्धि। अनि पो बिउजे झल्यास्स, त्यही मेरो अहम पो मरेछ फ्यास्स। संसारमा मलाई खाली र रित्तो पारेर जित्नुपर्ने प्रतिस्पर्धामा भागै नली हारेर अब थाहा भयो जे मर्यो त्यो थियो मेरो आत्माभिमान। अनि सँगसँगै व्यर्थ हुँदै गयो क्षणिक मान सम्मान। तर डर छैन अब मेटिए पनि मेरो अस्तित्व। केही नहुनुमै कोही हुनु रहेछ जाने पहिलोपल्ट। म त पहिल्यै हारिसकेँ अब कसले मलाई हराउँछ। म त पहिल्यै हारिसकेँ अब कसले मलाई हराउँछ। जो जित्ने कला जान्दैन ऊ मात्र हारसँग डराउँछ। म त पल पल मर्दैछु अब कसले मलाई मार्न सक्छ। आफ्नै मृत्यु देखेको म बरु मृत्युसँग आफ्नै मृत्यु देखेको म बरु मृत्यु मसँग हार्न सक्छ। जीवन रहस्यमा तिरोहित गरिदिएँ मेरो बोझ मेरो ज्ञान। बस थाहा छ अब यही थाहा छैन अरू केही सिवाय मेरो भित्री मौन। यही मौनतामा नितान्त एक्लै डुब्दैछु छोड्दै आफूलाई। सङ्घर्ष छैन केही भन्ने, जे हुँ जस्तो हुँ स्वीकार्दै आफूलाई। यही आत्मस्वीकृतिमा परमानन्दको झल्को छ थोरै भए पनि। फैलिँदैछु सारा अस्तित्वमा स्वयंमा केन्द्रित हुँदै गइरहे पनि। मृत्यु त भयो तर अब प्रेम छ शाश्वत रूपधरी, जसको आलोकमा म बाँचिरहेछु क्षण क्षण मरिमरी। जसको आलोकमा म बाँचिरहेछु क्षण क्षण मरिमरी। मृत्यु त भयो विजय संग्रौलाले लेख्नु भएको यो कविता मैले ठान गरेको थिएँ अफलाइन थिङ्करबाट। कविताहरू धेरै छन्,
मैले यसरी लिइरहेको छु कविता, यहाँहरूलाई देखाउन चाहन्छु। म योबाट यसरी कविताहरू लिइरहेको छु। म कविताहरू प्रेषण गरिदिनु भए एउटा कार्यक्रमको खाका बनाएर जान सकिन्थ्यो। कविता खोज्नाले अलिकति दिगदारी भए जस्तो हुन्छ कार्यक्रममा। म आफैलाई पनि त्यस्तै हुन्छ, हजुरहरूलाई त झन् हेरिरहँदाखेरि त्यस्तो हुन स्वाभाविकै हो। अर्को कविता पनि विजय सङ्ग्रौलाकै मैले उठान गर्न चाहेँ। मलाई फेरि बालक हुन मन छ। हामीलाई त आफ्नो यो अहिलेको यो समय, अहिलेको यो टाइम जुन हामी व्यतीत गरिरहेछौँ, यो टाइम, यो समय, त्यो समय हामीलाई दिगदार लागे जस्तो हुन्छ कि व्यवहार, घर व्यवहार अनि आफ्ना आफन्त इष्टमित्र सबैलाई टार्नु, पुर्याउनु, सबै थोक गर्नु पर्दाखेरि दिगदारी भए जस्तो हुन्छ। त्यही भएर पनि बालक हुन मन छ भने जस्तो लाग्छ कि। त्यस्तै विजय सङ्ग्रौलाले पनि बालक हुन मन छ, मलाई फेरि बालक हुन मन छ शीर्षकको एउटा कविता लेख्नु भएको छ। कविता यसरी सुरु हुन्छ। जिज्ञासा र कौतूहलले भरिए पनि, जिज्ञासा र कौतूहलले भरिएर पनि रित्ता रित्ता देखिने ती शान्त मन आँखाहरू, धारणा र मान्यताले भरिन सकेको पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको त्यो स्वच्छ शुद्ध अनि पारदर्शी मन, फेरि त्यही बालापनमा फर्कन मन छ। विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर मलाई फेरि त्यही अबोध बालक हुन मन छ। अस्तित्वको चरणमा पुनः आफूलाई चढाई, अस्तित्वको चरणमा पुनः आफूलाई चढाई, अस्तित्वको चरणमा पुनः आफूलाई चढाई, ज्ञानाभिमानको वृथा अहममा हराइसकेको त्यो आश्चर्य भाव फेरि जीवनमा ल्याउन मन छ। सामाजिक स्वार्थले बनाइदिएको व्यक्तित्व भुलेर मेरो साँचो स्वरूपको दर्शन गर्न मन छ। हृदय खोलेर हाँस्न नपाएको वर्षौं भयो, हृदय खोलेर हाँस्न नपाएको वर्षौं भयो। भित्र आँसु लुकाएर बाहिर कति हाँस्नु, झुटो मुस्कानको मुखौटो हटाएर तेत मरुन्जेल बेपरवाह रुन मन छ। मलाई फेरि त्यही निर्दोष बालक हुन मन छ। खोलाको किनारमा बालुवाको घर बनाई, खोलाको किनारमा बालुवाको घर बनाई, पानीको छालले बगाउँदा खुसीले उफ्रदै नाच्ने त्यो मन, केही पलको पाहुना मात्र हुँ यहाँ म भन्ने थाहा हुँदा हुँदै पनि, अरूको घर भत्काएर भए पनि आफ्नो घर सजाउन तल्लीन यो मन, त्यो मन त्यागी पुनः त्यो मन पाउन मन छ। यो मन त्यागी पुनः त्यो मन पाउन मन छ। ब्रह्माण्ड सारा अटाउने हृदय बनाउन मन छ। समयको अङ्कगणितीय श्रृङ्खलाबाट फुत्त उम्केर मलाई फेरि त्यही रहस्यमय बालक हुन मन छ। समयको अङ्कगणितीय श्रृङ्खलाबाट फुत्त उम्केर मलाई फेरि त्यही रहस्यमय बालक हुन मन छ। कवि विजय सङ्ग्रौलाले लेख्नुभएको मलाई फेरि बालक हुन मन छ। हामीलाई साँच्चै बालक फेरि भइदिए कस्तो हुन्थ्यो होला है भन्ने लाग्छ, तर हुँदैन, समय बितिसक्यो, धेरै अगाडि आइसक्यो। हामीले धेरै गर्नु छ, धेरै कुराहरू गर्नु छ र धेरै प्रगति पनि गर्नु छ, धेरै कुराहरू गर्नु छ। अब मात्र एउटा कविता उठान गर्छु यसै अफलाइन थिङ्करबाट। मात्र एउटा कविता। खगेन्द्र वास्तोला दाई, भूपेन्द्र गडतौला आउनुभएको छ, खगेन्द्र दाई आउनुभएको छ, निता सिस्टर आउनुभएको छ, आशिक भण्डारी आउनुभएको छ। सम्पूर्णमा एकमुष्ट स्वागतका शब्दगुच्छ अर्पण गरे र यो लाइभलाई सेयर पनि गरिदिनु हुन आग्रह पनि गरे। 8:54 गइसकेको छ। धन्यवाद आदरणीय दाई खगेन्द्र वास्तोला।
नमन तथा स्वागत व्यक्त गरेँ। एउटा कविता मैले उठान गर्न चाहे, पर्पल प्रेम। कस्तो हुँदो रहेछ पर्पल प्रेम? हेरौँ है त, सुनौ। हेर्न त पाइँदैन, सुन्न चाहिँ सुनौ। माधव खनालले लेख्नु भएको यो पर्पल प्रेम। ऊ सँगै हुँदा जति धौधौ जस्तो लागे पनि थकाइ मार्न मन लाग्दैन। सँगै हुँदा जति धौधौ जस्तो लागे पनि थकाइ मार्न मन लाग्दैन, बरु थकाइलाई नै मार्न मन लाग्छ। ओ सँगै हुँदा जति धौधौ जस्तो लागे पनि बरु थकाइ मार्न मन लाग्दैन, बरु थकाइलाई नै मार्न मन लाग्छ। उसले मेरो एउटा औँला मात्र छुँदा पनि मेरो सिङ्गो शरीरले जिस्काइदिन्छ औँलाहरूलाई, मेरो सिङ्गो शरीरलाई काउकुती लगाइदिन्छन् औँलाहरूले। त्यसै पनि ती औँलाहरू तिम्रा हुन् भन्ने थाहा पाएपछि मलाई जतिखेर पनि काउकुती लागिरहन्छ। जति साह्रो झटारो हान्दा पनि हाँगोबाट नझर्ने अटेरी आँप, जति साह्रो झटारो हान्दा पनि हाँगोबाट नझर्ने अटेरी आँप अनि आँपलाई झर्न नदिने हाँगो। रोमियो र जुलियट झैँ चाहिँदैन, त्यही आँप अनि हाँगो झैँ होस् हाम्रो सम्बन्ध। रोमियो जुलियट चाहिँदैन, त्यही आँप अनि हाँगो झैँ होस् हाम्रो सम्बन्ध। दुध उम्लिएर अगेनोमा पोखिँदा कुँडेलाई कति पोल्छ होला है? दुध उम्लिएर अगेनोमा पोखिँदा कुँडेलाई कति पोल्छ होला है? फेरि दुधलाई सिद्धिन्छु कि भनेर डर भयो भने कहिले भन्दैन कुराउने। हामी डाडु र कुँडे कुराउनी बनोस् हाम्रो सम्बन्ध। हामी डाडु र कुँडे कुराउनी बनोस् हाम्रो सम्बन्ध। सुकिसकेको थियो पहिले रुख, अबबाट अरू कसैका लागि फल्नु थिएन उसलाई। अहिले त रुखले फुल्नुको कारण पाएको छ तिमीलाई मन पर्छ भन्ने थाहा पाएपछि मैले आफ्नो दाढी पनि काटेको छैन। तिमीलाई मन पर्छ भन्ने थाहा पाएपछि मैले आफ्नो दाढी पनि काटेको छैन। चिसोले पन्जा लगाउँदा पनि कठ्याङ्ग्रिएका औँलाहरू जसको कोटको न्यानो गोजीमा राखेर सेकौँ झैँ लाग्छ। जोसँगै बसेर आगो तापौँ झैँ लाग्छ, उसँग बसेर एक कप चिया नपिएसम्म बिहान हुँदैन। जोसँगै बसेर खिल्ली समयका चुरोटहरू उडाउन मन लाग्छ। तिमी न्यु नखोजेको पनि कति भइसकेछ हामीले। तिमीलाई जित्नु मन पर्थ्यो, म जहिले हारिदिन्थे। हरेक हारमा हामी दुवैको जित हुन्छ। मन पर्न थालेको छ मलाई तिमीसँग हार्दा केही गुमाउनु पर्छ कि भनेर, अनिदो बस्नु पर्दैन मलाई। मेरो जन्मदिनमा तिमीले दिएको तिम्रो र मेरो फोटो टाँसिएको सिसाको कप। मेरो जन्मदिनमा तिमीले दिएको मेरो र तिम्रो फोटो टाँसिएको सिसाको कप अनि मेरो घाँटीमा अड्किएको हाम्रो सम्बन्धको बाडुल्की, जसलाई मैले अहिलेसम्म जुठो हालेको छैन। मेरा ओठका रेखाहरूलाई थाहा छ, तिमी र म एउटै अङ्गालोमा बेरिँदा, अझ अलि कसिएर बेरिँदा मेरो शरीरलाई लागेका झड्काहरू, जसलाई मैले फ्रेममा राखेर मेरो देब्रे छातीको मुट्ठी जत्रै कोठामा हजारौं भित्ताहरूलाई सजाएर रङ्गीन पारेको छु, जुन कोठाभित्र एकपटक पस्दा मात्र पनि बाटो थाहा हुँदै पनि बाहिर निस्किन गाह्रो पर्छ। तर जति एक हुन खोजे पनि सिङ्गो हुन सक्दैनौ तिमी र म।
तर जति एक हुन खोजे पनि सिङ्गो हुन सक्दैनौ तिमी र म। हामी सिङ्गो हुनु भनेको म तिमीसँग मिसिनु हो, मिसिनु मात्रै। वर्षौंको पर्खाइको लामो यात्राको शून्य गन्तव्य रहेछ भने बरु यस्तै झगडा गरिरहौं, यस्तै न्यु खोजिरहौं। बाटो नजिकैको क्याफेमा सिट बुक गरिसके मैले, बाटो नजिकैको क्याफेमा सिट बुक गरिसके मैले। आऊ छिट्टै सँगै बसेर तातो तातो चिया पिउँ, नुनिलो बिस्कुट भिजाउँदै एक प्याकेट गुलिया गफहरू गरौँ। चिया सेलाउन के बेर, फेरि गुलियो चिया चिसो भयो भने त्यो जत्तिको नमिठो केही लाग्दैन मलाई। काटिसके मैले बसको टिकट, झगडा गर्दिन बरु तिमी झ्यालमा बस, तर बन्द गर्नु त्यो झ्याल। फेरि मसँग रिसाएका हावाहरूले तिम्रा कानहरूलाई नमिठो सुसेले भने झ्यालतिर हेर्दा पनि नहेर्नु। फेरि मसँग रिसाएका खोलाहरूले समुद्रमा पुग्ने हतारको न्युमा हामी हिँडिरहेको भन्दा उल्टै बाटो देखाइदिए भने म ड्राइभरलाई गीत अलि सानो गराउन भन्छु। हामी एउटै इयरफोनबाट एउटै गीत सुनाऊ। हामीले सुनिरहेको हाम्रो गीत अरू कसैले सुन्नु हुँदैन। तिमीलाई मन पर्ने पर्पल, मलाई मन पर्ने तिम्रो पर्पल मफलर। बरु यसैले झ्याल बाहिरको दुनियाँबाट हामीलाई छेकौँ। अरू कसैले पनि देख्नु हुँदैन मेरो काँधमा तिमी झुलिरहेको झ्याललाई अझ राम्रोसँग बन्द गर। अरू कसैले देख्नु हुँदैन एउटै बसमा एउटै सिटमा एउटै गीत सुन्दै तिमी र म सँगै निदाइरहेको। हामी अरू कसैले पनि देख्नु हुँदैन हामी बाहेक। साँच्चै नै सुन्दर यो पर्पल प्रेम। यो भोलि पनि वाचन हुनेछ यो कविता। मलाई अझै वाचन गर्न छ एकचोटि। यो कविता वाचन फेरि पनि गर्न मन लागेको छ। यो कविता भोलि पनि वाचन हुनेछ पर्पल प्रेम। र आजको बसाइ म यहीँ टुङ्ग्याउने अनुमति चाहन्छु। 9:02 गइसकेको छ। 9 बजेर घडीले 2 मिनेट गइसक्यो है भनिसकेको छ। आजको बसाइबाट साथ दिनुहुने सम्पूर्णमा र कविता पठाएर कार्यक्रमलाई अगाडि बढाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक नमन र धन्यवादका शब्दगुच्छ अर्पण गर्दै म पनि आजको कार्यक्रमबाट बिदा माग्न चाहन्छु। यहाँहरूको आगामी पल सुखद रहोस्। शुभरात्रि, नमस्ते।